हेलो एभ्रिवान सबैजनालाई गुड मर्निङ छ। अहिले चाहिँ हामी बुकिङ फर्म थिम्पूबाट हिजो बेलुका चाहिँ राति नै आइपुग्यो। अन्त तल त्यहाँ छुगा ड्यामको त्यहाँनिर आइपुग्दाखेरि चाहिँ अलिकति साथीको बाइक लडाइयो पनि हो, यस्तो भएको छ। तर यो चाहिँ हिजो मैले ल्याउँदाखेरि नै यस्तै थियो नेकेटै। यो चाहिँ मैले फुटाएको हो, सिधै भन्नुपर्छ होइन। यो चाहिँ मैले फुटायो, कन्ट्रोल गर्न सकेन। अब त्यहाँ साह्रै रफ रोड रहेछ, लडाइ पठायो। अन्त अलिअलि खुट्टा पनि फ्र्याक्चर भएको छ, तर त्यो त केही प्रब्लम छैन होइन, बाइकै ठिकै छ भने त। त्यस्तै हो अलिअलि होइन, बाइक कुदाउनु त तलमाथि त हुन्छ होइन। र यहाँ चाहिँ यस्तो भएको छ, यहाँ अलिकति यहाँनिर चोट परेछ, अलिकति हल्का दुख्दैछ। बिहान चिसोले कोक्रेर होला, अरू त ठिकै छ। अब यो बाइक पनि छिटै लिन आउँदैछ। अन्त एउटा जुगाड चाहिँ के अर्को भनौँ न भने, त्यो हिल्सिल चाहिँ कसरी टाल्यो भने नुनले खाने, यो नुन र सुपर ग्लु मिसाएर चाहिँ त्यो गर्दा चाहिँ जुगाडबन्दी यसरी गर्दैछ, लगाइदिइरहेछ जुगाड। यो चाहिँ एउटा निन्जा टेक्निक भनिदिउँ न। अब सब कसैलाई त थाहा पनि छ होला होइन, जान्नेलाई के भन्नु, रिमाइन्डर होइन। अन्त नजान्नेलाई चाहिँ एउटा नलेज। यस्तो नुन लगाएर चाहिँ ठक्कै सुपर ग्लु लगाएपछि मजाले टाँसिन्छ। यो एउटा जुगाड चाहिँ मैले गरिदिएको छु बिहान, किनभने अब टुरिस्टले कुदाउने बाइक हो नि त, त्यो भएर छैनौ हिजो लडेर के भन्नु नि। बिहानै यस्तो छ। यहाँबाट 560को बुलेट लिएर जानु भन्दैछ, कुन त्यो रफ म त प्लान गर्दैछु बस्नु त जाउँ भनेर। बसमा जान्छ होला हौ। हेलो सबैजनालाई बुकिङ फर्म मङ्गलबारै एन्जुरमा यहाँ हिजो बाइक एक्सिडेन्ट भएको भनिहाल्यो। हल्का ट्रिटमेन्ट गर्न चाहिँ यस्तो भएको छ मेरो खुट्टा चाहिँ। यो अलिकति ठोक्यो, त्यो अलिअलि बनाउन आएको। यहाँ छ चोट परेको, यता चाहिँ खासै यहाँ सुन्ने छ दाहिने खुट्टा। ट्रिटमेन्ट गर्न आएको यहाँनिर मङ्गलबारेमा। ट्रिटमेन्ट गर्नुहुन्छ है, अब हेरौँ कस्तो हुन्छ। यस्तो सुनिरहेछ हो यहाँनिर मङ्गलबारे। आयुर्वेदिक ट्रिटमेन्ट यहाँ चाहिँ यस्तो हुन्छ। तर खुट्टा मर्केछ भने यहाँ आउनु होला, यहाँ हाम्रो दाइकोमा। अलिक यताउता घुमाउनु हुँदैन दाइ खुट्टा? खासै भाँचेको त होइन? भाँचेको होइन, भाँच्यो भने तपाईँ हेर्नु सक्दैन, सुनिन्छ, पुरा पेन हुन्छ। यो चाहिँ तपाईँको ट्विस्ट त मसाज गरेर लगाएको त पट्टी बान्ने त होला। मसाज गरे पनि बेसी हुन्छ त। यो अघि भने तपाईँले दबाई लगाउनुपर्छ एउटा। मसाज गरेर यो जाती हुनु पोसिबल छैन। यो दबाई लाग्यो भने तपाईँको 2 विक्समा जाती भएर छ। घाउ पोल्यो नि त यहाँ पुरा पोल्छ अलिकति, त्यो पछाडि यहाँ बस्नु आयो चेयरमा।